सम्पूर्णमा नमस्कार। तपाईलाई कहिले कुनै एउटा ठूलो रकमको चिट्ठा परेको छ अथवा चिट्ठा पर्यो भनेर कसैले टेलिफोन गरेको छ अथवा मेसेज गरेको छ, जानकारी गराएको छ। तर मसँगै काम गर्ने एकजना साथीलाई 25 लाखको चिट्ठा पर्यो भनेर फोन आयो व्हाट्सएपमा। फोन आइसकेपछि साथी अलि अकमक पर्नुभयो, यत्रो रकमको चिट्ठा पर्यो भनेर। त्यसपछि उहाँले मलाई कुरा गर्नु न भनेर दिनुभयो फोन। मैले कुरा अगाडि बढाउन खोजे, उसले हिन्दीमा कुरा गरिरहेको थियो, म यहाँ नेपालीमा भन्दैछु। भन्नुस् त के भएको भनेर मैले सोधिसकेपछि उसले बधाई छ तपाईलाई 25 लाखको चिट्ठा परेको छ। म कौन बनेगा करोडपतिबाट बोल्दैछु। र्यान्डम लकी ड्रमा तपाईलाई चिट्ठा परेको हो। तपाईको रकम जम्मा गर्नको लागि तपाईको बैंक खाता नम्बर दिनुस् भन्यो। कहाँको बैंक खाता नम्बर चाहिने तपाईलाई भनेपछि नेपालको कुनै पनि बैंकको खाता नम्बर दिनुस् भन्यो। यस्ता बैंकिङ फ्रडहरु सम्बन्धी घटनाहरू हामीले सुनिराखेको हुँदा हामीलाई यो बैंकिङ फ्रड हो भन्ने कुरा हामीले सहजै अनुमान लगाउन सक्थ्यौं।